हेलो गाइस, आज चाहिँ हामी बनाउँदैछौँ आटाको कस्टर्ड कुकिज। सबैभन्दा पहिला हामी लिन्छौँ अराउन्ड 100 ग्राम जति बटर। रुम टेम्परेचर बटरलाई यसरी विस्क गर्ने। अब यसमा हामी हाल्छौँ आधा कप पिसेको चिनी। यसलाई पनि मिक्स गर्छौँ। अब यसमा हाल्छौँ 1 कप आटा। मैदा लिँदा पनि हुन्छ, म आज आटाको बनाउँदैछु त्यही भएर आटा राखेको छु। अनि यसमा हामी राख्छौँ 1/4 कप कस्टर्ड पाउडर। यसमा हाल्दैछौँ 1 पिन्च मात्रै बेकिङ सोडा। अब यसमा जान्छ 1/4 टीस्पुन बेकिङ पाउडर। अब हामी यसलाई स्प्याचुलाले मिक्स गर्दैछौँ। यो चाहिँ अलिक फुलफुल भएको भएर यसमा चाहिँ थोरै दुध एड गर्छौँ। 1 टेबलस्पुन पहिला गरेर हेरौँ। 1 चम्चा हालेर चलाउँदैछु, त्यसपछि पुगेन भने फेरि एड गरौँला। यतिको कन्सिस्टेन्सी बनाउनु होला। मैले चाहिँ यसमा 5 टेबलस्पुन जतिको दुध युज गरेको छु। थोरै थोरै गरेर हाल्नु। तपाईँले यदि मैदा युज गर्नुहुन्छ भने त्यसमा थोरै लाग्न पनि सक्छ। आज चाहिँ म पाइपिङ मेथड बनाउँदैछु, त्यही भएर यो पाइपिङ ब्याग अनि यो नोजल लिएको छु मैले। अनि यसमा कैँचीले काट्दिने। यतिको नोजल निस्केको छ। अब साइड राखौँ। अघिको प्रिपेयर गरेको डो हाल्छौँ। एकछिन साइड राखौँ। मैले चाहिँ यस्तो सेप बनाएको छु। अब यसलाई हामी ओभनमा राख्छौँ। अब यसलाई हामी ओभनमा राख्दैछौँ एकछिन 150 डिग्रीमा 12 मिनटको लागि। मैले चाहिँ अहिले नोजल चेन्ज गरेको छु, अघिको भन्दा अलिकति ठुलो बुट्टा हुने गरी। अघिको चाहिँ धेरै मसिनो भएर बेक हुँदाखेरि एकदमै यो बुट्टा नै गायब भएको जस्तो भयो। यो चाहिँ मैले अघिको भन्दा अलिकति ठुलो बनाएको छु, त्यही भएर चाहिँ यसलाई चाहिँ 12 देखि 14 मिनट राख्छु।